साथीहरू अत्यन्तै जरुरी सूचना। यो भिडियो हेरेर तपाईँलाई काम लाग्नेछ भने सक्दो सेयर गर्नुहोस् र जति पनि अहिले बाढीले बगाएर लगेर चाहिँ काहीँ घाइतेहरू भेट्नुभयो अथवा मरेको मृतक लास भेट्नुभयो भने तपाईँले पनि तत्काल खबर गर्न सक्नुहुनेछ र कुनै दिन आपतकालीनमा तपाईँलाई नि काम लाग्नेछ। ल यो भिडियो हेर्नुहोस्। रेस्क्युको लागि उद्धारको लागि पर्खिराख्नु भएको छ होला। उद्धारको लागि हेलिकप्टर आवश्यक परेमा हाम्रो हटलाइन 1234 मा पनि सम्पर्क गर्न सकिन्छ र यी जिल्लाहरूको सहायक सिडिओलाई पनि सम्पर्क गर्न सकिन्छ। मैले अहिले सहायक सिडिओको नम्बर पनि हामी प्रकाशन पनि गर्छौँ, मैले यहाँ सूचनामा पनि दिन्छु अहिले। र त्यसको लागि के गर्ने भने यदि सम्भव छ भने सहायक सिडिओलाई व्हाट्सएप मार्फत जियो लोकेसन सेयर गर्ने अथवा त्यो हुन अहिले सम्भव नभएको अवस्थामा तत्काल आगो बालेर धुवाँ निकालेर हेलिकप्टरलाई सङ्केत गर्न पनि सकिन्छ। र उद्धारको लागि अहिले चाहिँ जोसँग पनि ड्रोन छ बिना अनुमति त्यो क्षेत्रमा चाहिँ ड्रोन उडाएर रेस्क्युको लागि त्यो हटलाइन नम्बरमा उहाँहरूले पनि सम्पर्क गर्न सक्नुहुन्छ। म अहिले त उसको नम्बरहरू पनि सहायक सिडिओको नम्बरहरू पनि हामी प्रकाशन पनि गर्छौँ। यता हेरिराख्नु भएको जो हुनुहुन्छ उहाँहरूलाई म सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर पनि अहिले उपलब्ध गराउँछु। रसुवा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9851 16 44 22 रहेको छ। नुवाकोटको सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9851 24 87 77 रहेको छ। धादिङ जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9851 19 61 31 रहेको छ। चितवन जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9855 088 89 1 रहेको छ। गोर्खाको सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9856 05 77 78 रहेको छ। तनहुँ जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर 9856 00 11 11 रहेको छ। यो 6वटा जिल्लाहरूको सहायक प्रमुख जिल्ला अधिकारी